हेलो मित्र, नमस्कार यहाँ सबैलाई। म विष्णु किराती, यहाँहरूको साथी, अजम्बरी भिडियोको सञ्चालक। आज म तपाईहरुलाई यो सानो छोटो भिडियो देखाउन लागिरहेको छु। र यो हेर्नुस्, यो डालो मैले काठमाडौँमा किनेको हो हैन। अब मेरो गाउँमा पनि डालो बुन्ने साथीहरु त हुनुहुन्छ, तर ट्याक्कै यत्रै चिटिको यो कत्रो होला भन्नु होला। यो ठुलो देखिन्छ यहाँबाट, तर वास्तवमा सानो छ। हेर्नुस्, मेरो हात, त्यो देब्रे हातले यसरी भ्याउने छ, यसरी पक्रिने हुन्छ सानो। तर यति राम्रो चिटिक्क परेछ कि मैले 500-600 कति लाएर किनेको, एक्ज्याक्ट थाहा छैन। 2-3 वर्ष भयो है, काठमाडौँमा किनेको। ठ्याक्कै यही नक्कीपुट एरियातिर किनेको। मैले पसल पनि बिर्सेँ, तर यति राम्रो छ कि ल हेर्नुहोस्। यो कति छ नि, यस्तो ल मेरो हात कति छ अब है, हेर्नुहोस् ल 6 इन्च 5.5 इन्चको होला यो माथिको। तल कतिवटा चोया छ भने यो तल माथि 1 2 12वटा 13वटा चोया छ। अनि बिट छ कति छ, सानो छ यो रङ्गीन यो चोयाहरू पेन्ट गरेर छ। हेर्नु त, हो दामी छ नि। अब यो कति छ, यो 4 अमल छ यार, 4 अमल छ यो उचाइ। यो 1 इन्ची, यो तल खुट्टा 1 इन्ची छ। कस्तो बनाउनु पर्छ, कत्रो बनाउनु पर्छ भन्ने त अब यहाँलाई थाहा भयो होला। अब मुगामा हुने साथीहरु, धनकुटा मुगामा हुने साथीहरुलाई म यो देखाउँछु। उहाँहरूले बुन्नु भयो भने यो सायद यतिको मालहरू यस्तो खालको बनाउनु भने म मार्केटिङ गर्न सक्छु काठमाडौँमा। यतिको फिनिसिङ हुनु पर्यो बल्ल। म अब नाङ्गो डालो कस्तो कस्तो देखिरहेको, अब भोजपुरतिरकोहरू हामी मुगामा बेच्न आउँछन् होइन, कस्तो राम्रो देखिरहेको मान्छेलाई त अब किन्नु मन लाग्यो भने अनि अरूलाई कस्तो नलाग्यो। यसमा चाहिँ के राख्नुहुन्छ भने हो हेर्नुहोस्, यो खतराङ खुतरुङ औषधिहरू राख्नलाई होइन, सजिलो हुन्छ बिरामी मान्छेलाई औषधि। अनि यो इको फ्रेन्डली हो होइन, यो प्राकृतिक हो नि त। यो प्लास्टिक भन्दा धेरै राम्रो हो नि त, कलमहरू राख्नलाई होइन, ब्रुस टुथपेस्ट राख्नलाई, अनि औषधिहरू राख्न विशेष गरेर होइन। हामी अब 50 कटेको 40 कटेको मान्छेहरूलाई त औषधि चाहिन्छ, यस्तोमा राख्यो भने कति राम्रो देखिन्छ होइन। आफ्नो गाउँघरको शिव कलाको सदुपयोग हुन्छ। गाउँघरको यो र मेटेरियल बाँस होइन, यो प्राकृतिक सम्पदाको सदुपयोग हुन्छ। खेर गइरहेको यो बाँसहरू कति महत्त्वपूर्ण चिज, त्यसै खेर गइरहेको छ, यसको सदुपयोग हुन्छ, इको फ्रेन्डली हुन्छ। त्यस कारण यो असाध्यै महत्त्वपूर्ण। साथीहरू, मैले यो बनाउन सक्ने मान्छेहरूलाई अनुरोध गर्छु, बनाउनुहोस् भनेर होइन। यस्तो खालको डालो, अनि यसलाई हामी काठमाडौँ ल्याएर देखाउनेछौँ बेच्ने ठाउँमा, र मार्केटिङ गर्ने कोसिस गर्नेछु। अवश्य पनि किन्नुहुन्छ, यति राम्रो सिप। तर यस्तो फिनिसिङ हुनुपर्छ नि, यतिको चाहिँ हुनुपर्छ। वाह वाह, अझ यो भन्दा राम्रो पनि बनाउन सक्छ नि हाम्रो गाउँ साथीहरूले। तर एकपल्ट लगाएर देखाउँछु यो भिडियो। ओके।